हेलो एभ्रिवान, तपाईँहरूलाई म सिकाउनेछु स्विट डिस कसरी बनाउने। डोलाई चाहिँ तपाईँले पाइपिङ ब्याग ल्याउनुहोस् अनि एउटा नजलको जरुरत हुन्छ। अनि नजल त्यो पाइपिङ ब्यागभित्र हालेपछि त्यसपछि तपाईँले यसरी त्यो डोलाई चाहिँ यो पाइपिङ ब्यागभित्र भरेर त्यसरी तपाईँले रेडी गर्नुहोस्। अनि त्यसरी नै तपाईँले पाइपिङ गर्न सक्नुहुन्छ। एउटा ट्रे, तपाईँको ट्रे छैन भने एउटा प्लेटमा पनि भइहाल्छ। पाइपिङ गरिसकेपछि 2 आवर्सको लागि चाहिँ यसलाई डिप फ्रिजमा हालेर यसलाई कडा बनाउन सकिन्छ। अनि कडा बनाएर चाहिँ त्यहाँदेखि तेलमा फ्राई गर्न सकिन्छ। यद्यपि डिप फ्रिजमा नहाले पनि डाइरेक्ट तेलमा नै फ्राई गर्न पनि मिल्छ। अब चुरोस फ्राई भइसक्यो। अब क्यास्टर सुगर र सिनेमन पाउडरमा यसलाई चाहिँ मिक्स गर्नुपर्छ है। अब हाम्रो चुरोस रेडी भयो।